हाई सुमरा खाइहाल्यो थिएँ एभ्री वान। ल अहिले चाहिँ शनिबारको बेलुका हो अनि म चाहिँ अभिनय हटमा रनिङमा निस्केर अनि रनिङ गरिसकेर मजाले पसिनाले भिजेर चाहिँ फर्किसकेको छु। अनि म अहिले एक ठाउँमा बसिरहेको छु, यो रोडको साइडको कम्पाउन्ड पेटी भनौँ न, यसमा बसिरहेको छु। अनि आनन्द मित्र हावा चलिरहेछ। ल अनि अहिलेको कुदाइ चाहिँ एकदम आनन्द भयो। घाम पनि लाग्छ, घाम पनि लागिरहेछ, हावा पनि चलिरहेछ, मस्त छ। अनि ल अब चाहिँ म फर्किँदैछु, पसिनाले मजाले भिजेको छ। अनि परदेशको बसाइ तपाईँको आफ्नो स्वास्थ्य चाहिँ आफैले तपाईँले ख्याल गर्नुपर्ने हुन्छ होइन। अनि तपाईँको ट्राफिक नियम, ड्युटीबाट फर्किँदा बाटो क्रस गर्नुपर्ने छ भने, अनि के भन्छ तपाईँको यो इलेक्ट्रिक लाइनबाट चल्ने चिजहरू, अनि लाइनबाट गर्न पर्ने कामहरू गर्दाखेरि चाहिँ एकदमै होसियार भएर गर्नुहोस्। चाहे तपाईँ नेपालको जुनसुकै ठाउँको होस्, चाहे सुदूरपश्चिमको हुनुहोस्, सुदूरपूर्वको हुनुहोस्, मेचीपारीको हुनुहोस्, नेपाली भनिसकेपछि तपाईँ हामी सबैलाई मन दुख्छ। यो नेपाली साथी चाहिँ नेपालमा यो भयो, मृत्यु भयो, के अरे कामबाट फर्किने बेला सडक पार गर्ने क्रममा सवारी साधनले ठक्कर दिएर मृत्यु भयो भन्दाखेरि एकदमै चाहिँ नै मन कटक्क खान्छ कि। किनभने तपाईँ पछाडि चाहिँ तपाईँको पछाडि चाहिँ धेरै आश्रित हुनुहुन्छ नि त, तपाईँको परिवार, इभन मेरो परिवार है। त्यो भएको हुनाले चाहिँ सबै कुरामा सावधानी बनाउने, सबै कुरामा ख्याल राख्ने, विशेष तपाईँको आफ्नो स्वास्थ्यलाई चाहिँ ख्याल गर्नुभयो भने चाहिँ तपाईँ भोलिको दिनमा पनि धेरै कमाउन सक्नुहुन्छ, धेरै समय बस्न सक्नुहुन्छ। अनि तपाईँको आजैदेखि तपाईँले आफ्नो स्वास्थ्य ख्याल गर्नु भएन भने तपाईँको छोटो समयमा नै तपाईँको स्वास्थ्य बिग्रियो भने तपाईँ यहाँबाट फर्किनुपर्ने हुन्छ असक्षम भएर। भनिसकेपछि तपाईँले अहिले नै तपाईँको आफ्नो स्वास्थ्यलाई चाहिँ लङ टर्मसम्म, यो टाइमसम्म यसरी चाहिँ स्वास्थ्यलाई ख्याल राख्छु भन्ने हिसाबले लाग्नुभयो भने तपाईँको जुन पोजिसन छ त्यो पोजिसनबाट माथि अपग्रेड भएर तपाईँ यो ठाउँमा लामो समय केही चाहिँ तपाईँ अलिकति सोचेकोभन्दा बढी के आय आर्जन गर्न सक्नुहुन्छ। त्यसो भएको हुनाले मैले त्यसो भने है त। ल म चाहिँ यस्तो ठाउँमा बसिरहेको छु, म तपाईँहरूलाई देखाइदिन्छु। ल यो चाहिँ पेटी भयो। ल मेरो पछाडिको ब्याकग्राउन्ड यस्तो छ। ल यो ठाउँमा चाहिँ पानी पनि प्रशस्त